पिठोको भाँडो पिठो यो पानी हो त्यही नयाँ बुहारी नयाँ दुला यता रम खाइरहेछ मेरो लाडफाड ल्याएको र कोदोबाट ढेँडो पनि खान पाइयो यो ढक्कन यता फेरि ढेँडो फेरि डर लाग्थे। हेलो गाइज वेलकम टु माई च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ र म पिम गुरुङ मनो पिम भ्लग युट्युब च्यानलबाट। र रात्रिकालीन समयमा चाहिँ आज फेरि मैले अर्को भिडियो लिएर आइसकेको छु। ढेँडो पकाएको भिडियो कन्टिन्यू रहनेछ। भिडियो हेरेर चाहिँ लाइक कमेन्ट र सब्सक्राइब अवश्य गर्नुहोला है गाइज। मेरो आमा पार्वती गुरुङले चाहिँ ढेँडो उडाल्दै हुनुहुन्छ। मेरो जन्मदिने आमा हो। छुट्टीमा टक्क ढेँडो खाऊँ भनेर आज चाहिँ यता चाहिँ मेरो कान्छी बहिनी हो दाइसँग फोनमा बोल्दै हुनुहुन्छ। ढेँडो उडालेको देखाउँदैछ। मेरो आमाले चाहिँ ढेँडो उडाल्दैछ। अब तपाईँले भिडियो हेर्नुहुन्छ कसरी ढेँडो उडाल्छ भनेर टक्क चुलोमा टक्क राखेर के भन्छ अरे आगोमा पकाएको ढेँडो कति मिठो हुन्छ है। चप पिर्का राखेर पिर्कामा राखेर यसरी यता कान्छी बहिनीले यो चाहिँ ढेँडो चाहिँ के भन्छ अरे यो चाहिँ कोदोको पिठो हो। सेतो कोदोको पिठोको टक्क हालेर यसरी ढेँडो उडाल्नुपर्छ है। टक्क मेरो आमाले टक्क ढेँडो उडाल्दै हुनुहुन्छ। यसरी टक 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 लगाएर पेर्का राखेर दुई तारले गडक 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 गरी मार्नुपर्छ। यता मेरो बाबा नरबहादुर गुरुङ उताबाट हेर्दै हुनुहुन्छ। कान्छी बहिनीले चाहिँ यता युट्युब भन्नु पनि जानेछ हाम्रो आमाले। दुनियाँ हिम्रोमो भनेछ गुरुङ कुरामा। यो चाहिँ गुरुङ भाषा बोलेको मेरो आमा। यी ढेँडो टक टक लगाएर आज चाहिँ यो माघको जाडोमा टक्क खसीको खुट्टासँग चट्ट खाने हो। चट्ट लगाएर खुट्टाको झोलसँग चट्ट लगाएर खाने हो। ढेँडो चाहिँ यसरी मार्नुपर्छ है गाइज। यता आगो दाउरा फी भन्छ गुरुङ टक टक लगाएर यी कान्छी बहिनी मामा घर सुत्किरी खाना आएको माइती कान्छी बहिनी यो ढक्कन यो पिठोको भाँडो यो पानी हो। रमाइलो हुन्छ। घरमा घर छोडेर जन्म घरमा छु म चाहिँ। छुट्टीमा आएको ढेँडो खानु पर्यो आज। चट्ट लाएर बहिनीले पनि भिडियो बनाउँदैछ। म चाहिँ यता चुरुम चुप ल्याइदिएको सेमा बस्यो उमार्यो पानी त सबै चुहेछ। पानी बिग्रियो मर्यो। कतिवटा ढेँडो नि मठाल्नुपर्छ। यो ढेँडो टक लगाएर ढेँडो नाच्छलिप्तो घाइतोसम्म हुन्दी यसरी ढेँडो उडाल्नुपर्छ है। ढेँडो सेतो कोदोको ढेँडो कोदोबाट ढेँडो पनि खान पाइयो। रक्सी पनि पार्न जाँड रक्सी पनि हुन्छ। कोदोको रोटी पनि हुन्छ। लगाएर यसरी गर्नुपर्छ है। पेर्का राखेर मठाल्नुपर्छ। ढेँडो खानुपर्छ। अर्ग्यानिक ढेँडो आँटो ढेँडो खानुपर्छ। आजभोलि बजारको चामल भात खाएर सबै बिरामी भएछ, सुगर भएछ। आँटो ढोडेर खायो भने गाउँको आफ्नै बारीखेतबारीमा
काम गरेको यही त हो हिउँदो भयो बर्खाभरि खेती किसान गर्ने हिउँदो बसेर टक्क यो बसी बसी खाने यसरी टक ढेँडो अब भइ यो ढेँडो टक्क लाएर ल तैको ढोल आमाले चाहिँ रक्सी पानी हाल्दैछ यी पुरा रक्सी पोखियो 150 रुपियाँको रक्सी पोखियो यहाँ बर्बाद भयो गाँठे यता फेरि ढेँडो फेरि डरला गाँठे ढेँडो पानी रक्सीको ढोल यता पुरा पानी रक्सी पुरा पोखियो बर्बाद भयो मेरो कान्छी बहिनी सुत्केरी खाना आएको माइततिर मेरो कान्छी बहिनी हो ढेँडो अब सुत्केरी खर्च सुत्केरीमा ढेँडो खोलाउने ढेँडो के गर्ने ढेँडो त खानै पर्यो बर्बाद हो उयो त्यता रक्सी चाहिँ पोखियो 150 रुपियाँको रक्सी पोखियो कस रक्सी 150 दुना 300 रुपियाँको आमाले ढेँडो बाँड्दै हुनुहुन्छ चट्टा उतापट्टिको यता ढेँडो यता खसीको झोल टक्क छ है अब चट्टा खाने हामी ओ आममा झोल गाउँको कति मिठो हुन्छ ओहो सराप सराप गरी खानुपर्छ झोल गाउँको खुट्टाको झोल है खुट्टा झोल है तिखर हुन्छ तिखर गाउँघरको पालेको खुट्टा हो बाबा मेरो बाबाले ढेँडो खान लगाएको अब यता रम खाइरहेछ मेरो लाडफाड ल्याएको रम खाइरहेछ मैले यता रम चट्टा रम हो रममा चिसो मिसाएर चट्टा खाने बाबाले चप्प रम खाँदै हुनुहुन्छ अब ढेँडो यता चाहिँ मेरो भान्जा बाबु रोयो मेरो बाबु यता डाँडीमा बिचरा खाना खाने बेला रोयो बिचरा मेरो भान्जा बाबु मेरो प्यारो भान्जा बाबु 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 यता चाहिँ अब चाहिँ ढेँडो सट्ट लाएर यो मङ्सिरको जाडोमा मङ्सिर पुस हो अहिले त माघ हो अझै मान्छे बहिनीले ढेँडो खान लाग्छ ससी त कि ढेँडो चट्टा लाएर चट्ट मुखमा हालेर चट्ट निलिहाल्छ मैले चाहिँ त्यसरी जान्दैन मैले चाहिँ चपाउनुपर्छ यसरी खान्छ ढेँडो यसरी ढेँडो चट्ट लाएर ढेँडो टप्प निकालेर चट्ट लाएर खान्छ है ल के मुही खाएको चट्ट लाएर यी ढेँडो खाएर सक्यो यी हड्डी यता भान्जो मेरो प्यारो भान्जो भान्जा र मेरो भिडियो आउँदैछ कमेन्ट सुन बाउले खाएको जुठो भाँडो मेरो बाउ यही हो भात पनि थियो मासु यी ढेँडो सक्यो है गाइस चट्टै नयाँ बुहारी है मेरो भाइ नयाँ दुला भाँडो मैले खाएको भाँडो भान्जा यति नै भिडियो मैले आफैले ढेँडो खाएको भिडियो बनाउन पाएन त्यसको लागि सरी है र मेरो भान्जाको भिडियो पनि आउँदैछ है गाइज है मेरो भान्जा र मेरो भिडियो आउँछ केही दिनपछि भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्नु होला र प्रतिक्रिया पनि दिनु होला है आजलाई भिडियो यति नै गुड नाइट बाई बाई